नमस्कार। आजका यही परदेश व्यवहार कार्यक्रमका बसाइमा डोटी जिल्ला फुर्सिल गाउँपालिका काटै बोक्टान वडा नम्बर 1 मनीगाडाका मित्र दिनेश धामीजीका डेउडा कोसेली हजुरहरूका माझमा राख्देला रह्यौं। तम भने भिडियोलाई अन्तिमसम्म हेरबटे साथ सपोर्ट गर्दिया पोहा। सेफ्टीमा बिस्कुन हाल्या चरीलाई भोक भयो। सेफ्टीमा बिस्कुन हाल्या चरीलाई भोक भयो। शिरको रुमाल पाउमा राखी सबैलाई ढोक भयो। कठै कठ शिरको रुमाल पाउमा राखी सबैलाई ढोक भयो। कानमा इयरफोन लाया कम्म रमा हात। कानमा इयरफोन लाया कम्म रमा हात। भेट भयाले बोली झाया जन गर्या घात। कठै लाडी भेट भयाले बोली झाया जन गर्या घात। डडेल धुरा सेल पडी गई बैतडी घाम छ कि। डडेल धुरा सेल पडी गई बैतडी घाम छ कि। संस्कृति हराउन लागि कसैलाई थाम छ कि। अरे हर संस्कृति हराउन लागि कसैलाई थाम छ कि। पराइले डोलीमा राख्यो जल्या कोही छ मुटु। पराइले डोलीमा राख्यो जल्या कोही छ मुटु। साई तेरा मुटु बाटी मक सरी छुटु। साई तेरा मुटु बाटी मक सरी छुटु। साई तेरा मुटु बाटी मक सरी छुटु। कठै कठ दिनेश धामीजीका भोतिनीका डेउडा कोसेली तमरा माझमा मैले पस्किहाले देख्या। उनरा डेउडा गीतु मलाई भने भोतिनीका लागे। हजुरहरूलाई उनरा डेउडा गीतु कसा लागे जस्सा लागे उसो सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा लेखबाट पठाउन जन बिसर्या भन्नु रे। ओना दिनोनका बस्यामाले इसो गरबटी साथ सपोर्ट दिना रे या दिनेशजी भन्नु रे। तमुनलाई कार्यक्रम परदेशी व्यवहारमा सहभागी हुन चाहन्छौ भने तैकी लेखा तमले एसके धामी फेसबुक पेजलाई फलो रे कृष्ण धामी अफिसियल यूट्यूब च्यानललाई सब्सक्राइब गरबटी तसै भिडियोका तलतिर कमेन्ट बक्समा अथवा डाइरेक्ट हमारा ये एसके धामी फेसबुक पेजका इनबक्समा आफ्ना डेउडा गीत लेखबाट पठा सक्नुहुन्छ भन्बटी आजका कार्यक्रम बठे म तम्रै सुख दुःखको सहयात्री कार्यक्रम प्रस्तुता कृष्ण धामीलाई छुटिने अनुमति चाहनु कोही। नमस्कार।